नमस्कार। विद्यालय स्तरीय तथ्याङ्क यो सूचना व्यवस्थापन प्रणाली IEMIS मा एउटा परिवर्तन एउटा सुविधा थप भएको छ। मैले तपाईहरुलाई थप भएको सुविधा के हो भनेर जानकारी दिन चाहन्छु। जस्तो हामीले विद्यार्थीलाई चाहिँ अपग्रेड गरिसक्यौं, कक्षा चढाइसक्यौं अथवा रिपिटेड गरिसक्यौं अथवा पास एन्ड ट्रान्सफर गरिसक्यौं अथवा रिपिटेड एन्ड ट्रान्सफर गरिसक्यौं, जेसुकै गरेर भए पनि अपग्रेड गरिसक्यौं भने उनीहरुको ग्रेड सिटमा भएको गल्ती, हामीले टाइप गर्दा भएको गल्ती सच्याउनलाई अन्डु गरेर फेरि चाहिँ अन्डु अपग्रेड गरेर फेरि मार्क्स इन्ट्री गरेर फेरि चाहिँ अपग्रेड गर्नुपर्ने थियो। अब यसलाई चाहिँ अलि सरलीकृत गरिएको छ। अब विद्यार्थीको नम्बर अपग्रेड गरिसकेको भए पनि सच्याउन मिल्ने गरी सिस्टम डेभलप भएको छ। यो म्यानेज एक्जाम भित्र तपाईहरुले एउटा देख्न सक्नुहुन्छ, यहाँ अपडेट पब्लिश रिजल्ट, अपडेट पब्लिश रिजल्ट भन्ने एउटा नयाँ मेनु थपिएको छ। यहाँनिरबाट तपाईले पहिला अपडेट गरिसकेका विद्यार्थीको मार्क्स इन्ट्रीमा गल्ती भएको रहेछ भने सच्याउन पाउनुहुन्छ। त्यसको लागि जो विद्यार्थीको गल्ती भएको हो, जो विद्यार्थीको विवरण गल्ती भएको हो, उक्त विद्यार्थीको पहिला सुरु स्टुडेन्ट आइडी हजुरले पत्ता लगाउनु पर्यो। स्टुडेन्ट आइडी निकालेर लिएर आउनु पर्यो। जस्तो मानौ 4 कक्षामा पुगेको एकजना विद्यार्थी, 4 कक्षामा पुगेको एकजना विद्यार्थी आयुष गोलेको मार्क्स इन्ट्रीमा गल्ती भएको रहेछ भने हजुरले उसको स्टुडेन्ट आइडी कपी गर्नुहुन्छ। यसरी उसको स्टुडेन्ट आइडी कपी गर्नुहुन्छ। कपी गरिसकेपछि तपाई जानुहुन्छ म्यानेज एक्जाममा। म्यानेज एक्जाम भित्र तपाई जानुहुन्छ अपडेट पब्लिश रिजल्टमा। अपडेट पब्लिश रिजल्टमा तपाई कति सालको सच्याउनु पर्यो? 81 सालको सच्याउनु पर्यो। कति क्लासको बच्चाको सच्याउनु पर्यो? 3 क्लासको बच्चाको। अहिले 4 क्लासबाट हामीले रजिस्ट्रेसन आइडी निकालिसकेपछि उक्त विद्यार्थी 3 क्लासमा थियो भनेपछि उसको रजिस्ट्रेसन आइडी हामी यहाँ पेस्ट गर्छौं र लोड गर्छौं। लोड गरिसकेपछि यहाँ मार्क्स इन्ट्री गर्ने स्थान देखा पर्छ। मार्क्स इन्ट्री गर्ने स्थान देखा पर्छ र तपाईले मार्क्स सच्याउनको लागि यहाँ एडिट अप्सन प्रयोग गरेर यहाँ उसलाई मार्क्स इन्ट्री गरिदिएर सेभ गर्नुभयो भने पहिले भएको गल्ती सच्चिन्छ। धन्यवाद।